एकछिन, अब म जे भन्न जाँदैछु त्यो अत्यन्तै गोप्य कुरा हो। फेसबुकका करिब 1,65,00,000 नेपाली प्रयोगकर्ताहरू बाहेक अरू कसैलाई पनि नबताउनु होला है भन्ने जस्तै भएन र? टीकाराम यात्रीको यो पोस्ट हेर्नुहोस्। उहाँ लेख्नुहुन्छ, तपाईको मत केमा? र फेरि तल लेख्नुहुन्छ, पुनश्च मत गोप्य राखिन्छ, यो केवल नमुना सर्वेक्षण मात्र हो। निर्वाचन आचार संहिता 2082 अनुसार आचार संहिताको परिच्छेद 2 र दफा 4 मा स्पष्ट रूपमा भनिएको छ, उम्मेद्वारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेद्वार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न पाइँदैन। यसरी सार्वजनिक रूपमा नै तपाईको मत केमा भनेर सोध्नु अनि आफैले नमुना सर्वेक्षण भन्ने जस्ता शब्दको प्रयोग गर्नु नै कानूनी उल्लङ्घन होइन र? यी कान्तिपुर र रेडमाई नेता जस्ता प्लेटफर्महरूले समेत आचार संहिताका कारण आफ्नो अनलाइन पोल तुरन्त बन्द गरेका थिए। तर तपाईँ जस्तो वरिष्ठ पत्रकारको हैसियतमा किन ढिलाइ गर्नुभयो? नियमको पालना किन गर्नु भएन? पत्रकारको काम भनेको नेता बनाउने होइन, जनतालाई सुसज्जित गर्ने हो।